नमस्कार साथीहरू, स्वागत छ तपाईलाई आजको विशेष भिडियोमा जहाँ हामी सिक्नेछौँ संसारकै महान लगानीकर्ता वारेन बफेटका 7 रहस्यहरू जसले उनलाई करोडपति बनायो। यी नियमहरू तपाईको सोच, बानी र वित्तीय भविष्य नै बदल्न सक्छन् यदि तपाईले ध्यानपूर्वक पालन गर्नुभयो भने। अब शान्त भएर बसेर सधैँ पैसा कमाउने तरिका बुझौं। पहिलो रहस्य, शान्त रहनुहोस्। धेरै मानिसहरू आफ्नो दिनभरका काम, सोशल मिडिया, अरूको जीवनसँग तुलना र खबरको झरीमा उल्झिएर गल्तीपूर्ण निर्णय गर्छन्। तर वारेन बफेट भने सधैँ शान्त रहन्छन्, कम बोल्छन् र परिस्थितिको सही विश्लेषण गर्छन्। जब तपाईँ शान्त रहनुहुन्छ, तपाईको डिसिजन मेकिङ स्पष्ट हुन्छ र तपाईँ इम्पल्सिभ निर्णयबाट बच्न सक्नुहुन्छ। शान्त रहनु फाइनेन्शियल निर्णयमा मात्र होइन, जीवनका सबै निर्णयमा शक्ति दिन्छ। दोस्रो रहस्य हो, लामो समयसम्मको लागि सोच्नुहोस्। धनी बन्नका लागि छिटो पैसा कमाउने चाहनाले धेरैलाई असफल बनाउँछ। बफेटले आफ्नो सम्पत्ति धेरै वर्षसम्म लगानी राखेर बढाएका छन्। तपाईले आज गरेको सानो बचत वा इन्भेस्टमेन्ट समयसँगै कम्पाउन्ड इफेक्ट मार्फत ठूलो बन्न सक्छ। त्यसैले छोटो अवधिको लागि नसोच्नुहोस्, दीर्घकालीन दृष्टिकोण अपनाउनुहोस्। तेस्रो रहस्य हो, आफ्नो खर्च नियन्त्रण गर्नुहोस्। धेरै मानिसले आफूले कमाएको जति सबै खर्च गर्छन् र बचत नगर्ने बानी हुन्छ। तर बफेटले सधैँ आफ्नो खर्च सीमित राखेका छन्। तपाईले पैसा कमाउन सक्छौं, तर बचत गर्न जानिएन भने वेल्थ निर्माण गर्न कठिन हुन्छ। पैसा बचत गर्नुहोस्, अनावश्यक खर्च कटौती गर्नुहोस् र आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। चौथो रहस्य हो, दैनिक नयाँ कुरा सिकाइ। बफेट दिनको ठूलो समय किताब पढ्न र नयाँ कुरा सिक्नमा लगाउँछन्। ज्ञानले तपाईलाई जोखिम घटाउन, सही निर्णय लिन र अवसर चिन्न मद्दत गर्छ। दैनिक 30 देखि 45 मिनेट नयाँ कुरा सिक्ने बानीले तपाईलाई अरूभन्दा अलग बनाउँछ। शिक्षा एकाडेमिक मात्र होइन, जीवन र व्यवसायको पनि हुनुपर्छ। पाँचौं रहस्य हो, धैर्य। सफलता एकै दिनमा आउँदैन। धैर्यले तपाईलाई हतार नगरी सही निर्णय लिन र समयसँगै परिणामको मजा लिन मद्दत गर्छ। छोटो समयमा हराउँदा हतार नगर्नुहोस्, धैर्य राख्नुहोस् र निरन्तर प्रयास गर्दै जानुहोस्। जीवनमा सानो प्रोग्रेस पनि ठूलो परिणाम दिन्छ। छैटौं रहस्य हो, भावनामाथि नियन्त्रण। डर र लोभले मानिसलाई फाइनेन्शियल डिसिजन्समा गल्ती गराउँछन्। बजार घट्दा डरले सेल गराउँछ र बजार बढ्दा लोभले ओभरबाई गराउँछ। शान्त, लजिकल सोचले मात्र सही निर्णय लिन सकिन्छ। तपाईले आफ्नै फाइनेन्शियल गोलहरूमा फोकस रहनुपर्छ, अरूको भावनामा इन्फ्लुएन्स नहुनुहोस्। सातौं रहस्य हो, सही मानिसहरूसँग बस्नु। तपाईको वरिपरिका मानिसहरूले नै तपाईलाई बनाउने हुन्। सफल, डिसिप्लिन मानिससँग बस्नुहोस्। उनीहरूले तपाईलाई प्रेरणा, नलेज र आदर्श दिन्छन्। नकारात्मक मानिसबाट टाढा रहनुहोस्, उनीहरूले तपाईको ग्रोथ रोक्नेछन्। अब यी सबै कुरा मिलाएर सोचौं। शान्त रहनु, दीर्घकालीन सोच, खर्च नियन्त्रण, दैनिक सिकाइ, धैर्य, भावना नियन्त्रण र सही सर्कल। यही 7वटा रहस्यले वारेन बफेटलाई करोडपति बनायो। यदि तपाईले आजबाटै यी बानी अपनाउनु भयो भने तपाईको फाइनेन्शियल फ्युचर बदल्न सक्छ। आजको भिडियोले तपाईलाई ज्ञान दियो भने कृपया लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद साथीहरू, अर्को भिडियोमा फेरि भेटौँला।